नमस्कार यहाँहरु सबैलाई। आज मैले कपनमा 2.5 तले घरमा प्रिफ्याब टेक्नोलोजीबाट एउटा रुम, एउटा बाथरुम र एउटा टोयलेट थपेको भिडियो लिएर आएको छु। घर पूर्ण रूपमा फिनिशिङ भइसकेको छैन, फिनिशिङ हुन धेरै बाँकी नै छ, तपाईले दृश्यमा देख्न सक्नुहुन्छ। तर यो घर जति बनेको छ एकदम आकर्षक बनेको छ। यो घरमा रुम 14 बाइ 16 को, 14 फिट बाइ 16 को, टोयलेट 6 बाइ 6 को र स्टोर रुम चाहिँ 7x8 को चाहिँ अथवा 7x8 फिटको बनेको छ। ढोका 3x4 को काठको प्रयोग भएको छ। जेनरली तपाईको चाहिँ जेनरली बाहिर बन्ने कोठाहरुमा अथवा टोयलेटमा चाहिँ बन्ने कोठाहरुमा जुनमा चाहिँ झ्याल ढोकामा पानी पर्छ, यस्तोमा चाहिँ अल्मुनियम र यूपीभीसी नै प्रयोग गर्दा हुन्छ ढोका पनि। तर अब कतिपय यहाँहरुको चाहिँ रिक्वायरमेन्ट हुन्छ कि हैन हामी काठकै ढोका प्रयोग गर्ने भन्नुहुन्छ, त्यही भएर यसमा पनि हामीले काठकै ढोकालाई प्रयोग गरेका छौं जुन इन्सुलेसन छ, त्यही भएर पानीले पनि यसलाई केही पनि समस्या गर्दैन। यसमा झ्याल चाहिँ 6x4 को अल्मुनियमको प्रयोग भएको छ। अल्मुनियम हो यो, एकदम हेभी अल्मुनियम। माउन्टको यता हेर्नुस्, यहाँनिर माउन्टको राम्रो लेखेको कम्पनीको सबभन्दा बेस्ट 2mm को अल्मुनियम राख्दा बेस्ट हुन्छ। यूपीभीसी भन्दा त अब अल्मुनियम धेरै बेस्ट हो नि। मैले मेरो भिडियोमा पनि हालेको छु, तपाईहरुलाई काठको झ्याल ढोका अथवा अल्मुनियमको झ्याल ढोका अथवा यूपीभीसी कुन प्रयोग गर्ने भनेर मैले सबै त्यसमा चाहिँ विस्तृत रूपमा एउटा भिडियो बनाएको छु, जुनमा यो लिंकमा पनि चाहिँ यसको डिस्क्रिप्सनमा पनि लिंक राख्छु, जुन तपाईहरुले गएर हेर्न सक्नुहुन्छ। यो थपेको कोठामा केही पनि वेट नपर्ने भएकाले, जस्तो माथि ढलान पनि छैन र केही पनि वेट छैन, त्यही कारणले चाहिँ यसमा एकदम लाइट वेट छ। यो माथि यूपीभीसी मात्रै हो, त्यही कारणले हामीले यसमा फलाम चाहिँ 3x3 को चाहिँ फलाम प्रयोग गरेको छौं यसको मेन चाहिँ पिलरको रूपमा। यो थपेको कोठालाई एकदम लाइट वेट बनाउन र सस्तो पनि बनाउन हामीले पार्टिसनमा पनि 8mm को सिमेन्ट बोर्ड प्रयोग गरेका छौं। यो सिमेन्ट बोर्डमा चाहिँ कस्तो हुन्छ भने जेनरली तपाईहरुले चाहिँ हाम्रो भिडियोहरुमा धेरै नै प्रिफ्याब प्यानलहरु 2 इन्ची 3 इन्चीको प्रिफ्याब प्यानल प्रयोग गरेको देख्नुहुन्छ। तर क्लाइन्टको रिक्वायरमेन्ट र चाहिँ तपाईको घरलाई चाहिँ लाइट वेट बनाउन र तपाईको बजेट फ्रेन्डली गराउन पनि यसरी बीचमा फलाम राखेर दुईतिरबाट सिमेन्ट बोर्डले चाहिँ बेरेर पनि हामीले पार्टिसन गर्न चाहिँ सकिन्छ। यसो गर्दाखेरि चाहिँ तपाईको बीचमा चाहिँ तपाईको ग्लास वुलले चाहिँ फिलिङ गर्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ साउन्ड र हिट पनि इन्सुलेसन हुन्छ। सबै अन्त सिमेन्ट बोर्ड पनि यति राम्रो हुन्छ है। यो यस्तो हो, हामीले फिनिशिङ गरेर हाल्छ यति राम्रो भयो। डबल साइड पाएर पनि त्यो भित्र के फिलिङ गर्नु भएको छ कि हलो छ? मतलब के भन्नु? भित्र त फिलिङ गरेर छ कि छैन? केही भित्र खाली नै त हो। खाली नै हो भित्र। च्यानलमा हामीले साउन्डको लागि ग्लास हालेको छ। साउन्डको लागि चाहिँ के? साउन्डको लागि साउन्ड बाक्स तातो लागि ग्लास भनेको हुन्छ के? ग्लास हालेको हुन्छ। यसरी बनाउँदा चाहिँ सस्तो पनि हुन्छ र अर्को कुरा के पनि फाइदा छ भने जस्तो प्यानल चाहिँ 8 फिट हाइट र 2 फिट लामो हुन्छ, त्यसले गर्दाखेरि तपाईको चाहिँ धेरै प्यानलहरु चाहिँ एउटै वालमा युज हुने भएर बीचमा कहीँ अलिअलि तपाईको धर्सा जस्तो देखिन्छ। तर यो सिमेन्ट बोर्ड चाहिँ फलाममा पुरै टाइटली स्क्रू हुन्छ। स्क्रू भएको कारणले यो 1mm अलिकति पनि हल्लिदैन, त्यसले गर्दाखेरि चाहिँ बीचमा धर्सा आउने पनि वालमा बीचमा धर्सा आउने समस्या पनि यसको चाहिँ हुँदैन। तर यो चाहिँ हामी अब तल्लो रुममा भैतलाहरुमा त हामी यो रिकमेन्ड गर्दैनौं, यो त्यति धेरै बलियो चाहिँ हुँदैन। तर माथि रुमहरुमा थप्ने रुमहरुमा चाहिँ तपाईहरुले यसलाई ढुक्कले निर्धक्कले चाहिँ यो सिमेन्ट बोर्डलाई पनि तपाईहरुले प्रयोग गर्न सक्नुहुन्छ। त्यो घरमा अथवा कस्तो ठाउँमा कुन खालको पार्टिसन युज गर्ने, इटा सिमेन्ट कहाँ युज गर्ने, प्यानलहरु सिमेन्ट बोर्डहरु अथवा एसपी प्यानलहरु कहाँ युज गर्ने भनेर चाहिँ कहाँ प्रयोग गर्न सकिन्छ भनेर पनि मैले भिडियो बनाएको छु। म तपाईहरुलाई त्यो भिडियोको लिंक डिस्क्रिप्सनमा पनि राखिदिन्छु, तपाईहरुले त्यहाँ गएर पनि यो भिडियो हेर्न सक्नुहुन्छ र अझ धेरै कुरा यसको बारेमा बुझ्न सक्नुहुन्छ। बाँकी यसमा रुफिङ यूपीभीसी डबल मेश फाइबर युज भएको छ। यूपीभीसी मा लगभग 20 देखि 25 वर्षसम्म तपाईको वारेन्टी पनि आउँछ र यसमा चाहिँ यसको बारेमा मैले धेरै भनिसके। यूपीभीसी को बारेमा तपाईहरुलाई थाहा पनि छ। फल सिलिङ र कलर सकिँदा कोठा एकदम आकर्षक र राम्रो बनेको छ र पुरानो घरसँग सुहाएको पनि छ। तपाईले दृश्यमा हेर्न सक्नुहुन्छ, पुरानो घरमा पनि यो घर एकदमै राम्रोसँगले थपिएको छ। यता यो बाहिर निकालेको चाहिँ यो डिजाइन मात्र हो कि अर्थ पनि केही छ यसको? अब डिजाइन प्लस अब पानी पनि छिक्किने भयो नि त। ए अलि पनि भयो हैन। कारणले अब अघि त अगाडि टप तान्ने भने पानी बचिता गएन। ए ओके। यस थपेको खामा बाथरुम भने इटा र सिमेन्टले नै बनाइएको छ। यो प्यानलको सिमेन्ट बोर्डको पार्टिसन गरिएको भएर यसमा चाहिँ हामीले टोयलेट जति टोयलेटको पार्ट छ त्यसलाई चाहिँ हामीले इटा र सिमेन्ट राखेर प्लास्टरै गरेका छौं। यसले गर्दाखेरि टाइललाई मजबुती रूपमा समाउँछ पनि र त्यति थोरै मात्र इटा सिमेन्ट युज गर्दा धेरै समय पनि नलाग्ने र घरलाई पनि धेरै लोड नहुने भएर हामीले बाथरुममा चाहिँ अहिले यसमा चाहिँ इटा सिमेन्टमै प्रयोग गरेको छु। तर तपाईहरुले फेरि पनि मेरो च्यानलमा गएर भिडियो हेर्न सक्नुहुन्छ। हामीले प्यानलमा पनि मजासँगले टाइलहरु राखेर नै एकदम बलियोसँग चाहिँ बाथरुमहरु पनि अथवा चाहिँ टोयलेट बाथरुमहरु पनि हामीले बनाउन सक्छौं।
प्लास्टर यो चाहिँ इटाकै वाल हो यो सबै इटाकै वाल हो यसमा चाहिँ यो हाम्रो जिप्सन मात्रै यो मात्रै सिमेन्ट हो अरु सबै वालै हो हो यसमा हाम्रो कमोड छ बेसन छ सावर छ सबै थरी छ यसमा चाहिने जति सामानहरु हामीले सबै थरी राखेर चाहिँ बाथरुम पनि राम्रो चाहिँ अब यो बजारमा आजकल धेरै नै टेक्नोलोजी आइसकेको छ जस्तो अब तपाईले फलाम कसरी राखिन्छ भनेर तपाईले चाहिँ यो माथि रुम थप्दाखेरि लाइट वेट बनाउँदाखेरि अथवा चाहिँ तपाईहरुले पिलर बीमहरु कसरी राख्ने भनेर पनि तपाईहरुले मैले भिडियो हाल्दिसके त्यसमा पनि नयाँ नयाँ टेक्नोलोजी आउँदैछ जस्तो कतिपय ग्रिपिङ गरेर गरिन्छ कति केमिकल हालेर गरिन्छ कति तपाईको पिलर नै अलिकति चाहिँ थोरै पिलर फोडेर त्यसबाट चाहिँ जोडेर ल्याइन्छ टेक्नोलोजीहरु धेरै आइसके तर तपाईहरुको रिक्वायरमेन्ट अनुसारले बजेट अनुसारले सामान राखेर एकदमै लाइट वेट र कस्ट इफेक्टिभ तरिकाले घरमा कोठाहरु थप्न सकिन्छ यदि तपाईहरुलाई पनि कोठाहरु यस्तै गरी थप्नु छ भने तपाईहरुले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भिडियो र घरमाथि थपेको कोठा हजुरहरुलाई कस्तो लाग्यो राम्रो लागे लाइक शेयर र सब्स्क्राइब र नराम्रो लागे कमेन्ट गर्नु होला भन्दै आज म यो भिडियोबाट बिदा हुन्छु हजुरहरुको दिन शुभ रहोस् धन्यवाद